हेलो नमस्ते एन्ड वेलकम ब्याक टु अनदर भिडियो। सो आज चाहिँ हामी जाँदैछौँ म समथिङ 20 देखि 22 किलोमिटर सँगै 15 किलोमिटरसम्म कुद्ने प्लान गरेको छु। सो आज दुईवटा भिडियो क्याप्चर हुनेछ, एउटा यहाँ तलबाट एउटा चाहिँ यहाँ मोबाइलबाट क्याप्चर हुनेछ। सो मेरो माइक चाहिँ यता रहेको छ। आई डोन्ट नो, लेट्स सी। आज कुद्न जाँदैछौँ, छुट्टीको दिन कहाँ जाने, आज घुमघाम छैन, आज रनिङ जाँदैछौँ। यसको ओए सेन्डिराम के गरेको? हाँ के पकायो? ल ठिक छ ठिक छ ठिक छ। ल सबै के हो त आज उति हो? ए आज माकोदसम्म कुदेर जानु के हो? ड्युटी हो? हात्तिरिका लाग्नु पर्यो। अब जुत्ता यता छ मेरो, कुन लगाउँ? पुमा लगाउँ कि नाइकी लगाउँ कि एडिडास लैजाउँ? नै नै नै, आज पुमा लगाउँ। होस्, अनि यो एडिडासलाई माथि सँगाइदियो, टक्क जुत्ताहरू अड्दैन थियो। ठिक छ, अब यही पुमा लगाएर जाउँ यसको। सो मलाई चाहिँ लगभग आधी घन्टासम्म चाहिँ कुद्न मिल्दैन, किनकि यस्तै गाडी अब रोड राम्रो छैन नि त, जङ्गल जङ्गल हुँदै जानुपर्ने छ। सो जङ्गल जङ्गल हुँदै निस्केर चाहिँ एउटा सिटी पार गर्नुपर्ने छ। त्यसपछि बल्ल मैले रेकर्डिङको भिडियो के अरे गोब्रोबाट सुट गरेको रनिङ भिडियोहरू चाहिँ बल्ल आउनेछ है त। सो स्टे ट्युन। सो आइ एम गोना बी रन अगेन। सो अहिले चाहिँ यहाँ त्यस्तै छ कि यस्तोमा कसरी कुद्ने होइन, अब गाडी आएको आइछ, यताउति हिँड्ने वातावरण नै छैन। सो त्यही भएर अहिले चाहिँ बिस्तारै हिँड्दैछु, त्यही हो। ल फाइनली दामी जग्गामा आइसक्यो होइन। यता चाहिँ जङ्गलको बिचमा दामी रोड छ, तर अब दामी रोड भएर के गर्ने, यहाँ कुद्नै पाउँदैन। उताबाट गाडी आइरहेको हुन्छ, यताबाट गाडी हानिरहेको हुन्छ होइन। यहाँनिर पनि कुद्न खासै मिल्दैन, स्टिल जोखिमपूर्ण छ। त्यही भएको कारणले सो ओ यहाँ कत्रो कत्रो चरा, ओए बकुला यत्रो त मैले कहिल्यै देखाएको थिएन यार। आम्बो, 4वटा मात्र छ कि, तर कत्रो कत्रो क्या, ठुल्ठुलो। आम्मामा, हट, यो पुरै धानबारी हो क्या है, बवाल धानबारी। धानबारी बकुवा कत्रो कत्रो हौ, आम्बो बाफ्रे बाफ, 4वटा मात्र। ए यो त सानो सानो रहेछ, सानो चाहिँ उठ्यो, यो चाहिँ ठुल्ठुलो रहेछ। यो चाहिँ धानबारी हो। सो यो चाहिँ वान वे रोड हो, उताबाट मात्रै गाडी आउँछ। त्यही भएको कारणले गाह्रो छ क्या, कुदिहाल्नुपर्छ। सो धेरैले भन्नुहुन्थ्यो कुन कम्पनीमा काम गर्छ। सो फिलहाल चाहिँ हामी काम गर्ने कम्पनी यही हो है। सो यहाँसम्म रहेको छ। सो हामी काम गर्ने ठाउँ चाहिँ, सो हामी यो ब्लग त होइन, तर अर्कै ब्लग हो। कम्पनी चाहिँ यही हो, अहिले हामीलाई पैसा दिने कम्पनी चाहिँ यही हो है गाइस। यो ठाउँ आइपुग्यो। अब टक्क यहाँबाट चाहिँ त्यो घरहरूबाट म उता लेफ्ट साइड गएर चाहिँ बल्ल रिभर साइडमा बवाल भ्युज भएको ठाउँमा चाहिँ रनिङ हान्न पाउँछ। अब चाहिँ बवाल हुन्छ, अब केही मिनटपछि चाहिँ बवाल। ओ यो चौक आइपुगेपछि चाहिँ हामी काम गर्ने चाहिँ यता साइडबाट जानुपर्ने हुन्छ। सो म चाहिँ आइम नट गोइङ द साइड। सो टुडे इज होलिडे, सो आई गोना बी लेफ्ट साइड। यदि राइट साइडबाट गयो भने पर हामी काम गर्ने कम्पनी हो। सो म यताबाट जान्छु, किनकि मलाई रिभर साइडमा रनिङ गर्नु छ, त्यही भएको कारणले। सो बिफोर रनिङ चाहिँ मलाई के चाहियो भने, मलाई एनर्जी ड्रिङ्क अलिकति कम भइरहेछ। लेट्स गो बाई सम एनर्जी फर्स्ट, देन आई विल स्टार्ट टु रन। सो यो एरियामा चाहिँ रनिङ गर्नको लागि बवाल लाग्छ, किनकि यहाँको जुन इन्भाइरोमेन्ट, मौसम होइन, सो यो चाहिँ बवाल हो। प्लसमा यो एनर्जी ड्रिङ्क चाहिँ वान अफ द एडभान्टेज, यदि जति रनिङ हुनुहुन्छ नि, यो एनर्जी ड्रिङ्क पिउनुहोस्। 5 किलोमिटरको लागि नो वान क्यान स्टप अफ द युर ड्रिङ्क। सो त्यसको लागि चाहिँ सो चिल एन्ड फाइन। सो आई हेभ द ड्रिम लाइक मेबी around 21 kilometer over hour. So let's see.
ल गाइस सन्डे चाहिँ यहाँनिर बजार लाग्दो रहेछ है, खतरा बजार लाग्दो रहेछ। ल हेर्न सक्नुहुन्छ खतरा बजार ए टन्नै। अरू बेला त क्लोज हुने, सन्डेमा चाहिँ ओपन हुँदो रहेछ है यो बजार। के लाग्छ मलाई थाहा छैन, तर भित्र त म छिरेको छैन। त्यही पनि बजार चाहिँ लाग्दो रहेछ है गाइस। मलाई गएको स्पेसल ठाउँमा चाहिँ बजार बवाल बजार लाग्दो रहेछ। आएर इन्जोय गर्नु होला। ल फिलहाल रातिको चाहिँ यतिको भ्यू चाहिँ आइरहेको छ है, यहाँ हेर्न सक्नुहुन्छ रात परिसक्यो। सो इभिनिङको भ्यू चाहिँ वाउ बवाल के यस्तो रे दामी भ्यू वाउ। ओ यो अन्त कस्तो हावा पनि सिरिरी चलिरह्यो आम्मामा, यो चाहिँ हो बवाल बवाल। इभिनिङ रनिङको लागि मलाई वान अफ द बेस्ट प्लेस लाग्यो यार, बाफ रे बाफ। ओहो बवाल यार या फाइनली गेट इट दिस मोमेन्ट। वाउ देख्न सक्नुहुन्छ पछाडि पानीको जहाज आम्मा थाइल्यान्डको जस्तै क्या, तर थाइल्यान्डमा चाहिँ यस्तो सानो सानो होइन, पुरै ठुल्ठुलो जहाजहरू थाइल्यान्डमा चाहिँ चिलमा हिँडिरहेको हुन्छ। यहाँ चाहिँ सानो सानो छ त्यही पनि। सो नट अ ब्याड त्यो यार। बुढाबुढी हो कि तरुनी लिएर हिँडेछ त बुढाले। गाह्रो छ पैसा भएपछि भयो सबै कुरा, एभ्रिथिङ। सही त्यही हो खुसीहरू किन्नलाई पैसा पनि चाहिन्छ। सो त्यही भएर मेक मनी 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 इफ यु हेभ मनी यु गेट अ हानी भनेको यही हो। ल गाइस त्यही हो, आज चाहिँ कुद्नुपर्ने छ। यो त अब कर फिनाल हो, योभन्दा कस्ता कस्ता ठाउँ कुद्नुपर्ने छ। ल गाइस फिनाल चाहिँ हामी राति आइसकेका छौँ यो ठाउँमा। सो बवाल छ। सो गाइस त्यही हो, आज रनिङ गर्दा गर्दा लोड थाकिसकेको छ। सो रनिङको भिडियो चाहिँ कस्तो आयो गोप्रोबाट अलिअलि क्याप्चर गरेको छु, हेरिदिनु होला। त्यही हो होइन, त्यही हो दिस इज माई लाइफ मेमोरी क्रिएट गरेको होइन। सो त्यही हो, अरू त केही भन्नु छैन। त्यही हो होइन, सबैजनाले त्यो यदि तपाईँहरूसँग पनि टाइम छ इनाफ छ भने चाहिँ म जस्तै सानो सानो युट्युबर बन्नु, अनि हामी साथी बनाऊँ कि एकअर्कामा, सबैजना साथी बनाऊँ अनि एकअर्काको भिडियो वाच गरौँ सेयर गरौँ। सो सक्दो तपाईँहरूले सपोर्ट गर्नु। म पनि तपाईँहरू केही गर्दै हुनुहुन्छ भने मलाई मेन्सन गर्नु होला, म पनि तपाईँहरूलाई सपोर्ट गर्नेछु। एन्ड लभ यु गाइस होइन। त्यही हो, अरू भन्नु त्यस्तै हो। सो अब चाहिँ मेरो अझै कुद्नुपर्ने ठाउँ धेरै छ होइन। सो अझै जाँदैछु। अब चाहिँ म धेरै छैन, म त्यो 5 किलोमिटर अहिले अब मेरो 11 किलोमिटर भइसकेको छ। अब 3-4 किलोमिटर कुद्छु अनि त्यसपछि म पनि बिस्तारै रुम फर्किन्छु, रेस्ट गर्नुपर्ने छ। भोलि मर्निङ ड्युटी छ गाइस होइन। अनि सन्डेको दिन छुट्टी भयो होइन। सन्डे प्रिलिमिनेरी पहिला सन्डे छुट्टी हुँदैछ, आज फाइनली सन्डे पनि छुट्टी भयो। सो बाहिर निस्किन पायो एकदम खुसी लाग्यो। अनि त्यही हो यार, टिकटक लाइफमा पनि जस्तै बस्यो। त्यही हो, लभ यु गाइस। अब चाहिँ बाबा अहिले चाहिँ मलाई आइसक्यो। म त ठ्याक्कै सर्लक्क लाएर ल ठ्याक्कै फाइनली अहिले चाहिँ 12 किलोमिटर कम्प्लिट भइसकेको छ। यो चाहिँ यस्तो ठ्याक्कै अब आइसक्यो, 12 किलोमिटर ठ्याक्कै आइसक्यो। सो अब चाहिँ 3 किलोमिटर बाँकी छ। 3 किलोमिटर म डाँडा चढ्दिउँ कि क्या भनेर सोचिरहेको छु। सो आई थिङ्क म डाँडा चढिदिनुपर्छ होला। सो डाँडा चढेर तल झर्छु। डाँडा कस्तो देख्दो रहेछ नाइटमा त्यो पनि देखाइदिनेछु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ। सो रिक्सा यहाँनिर चाहिँ बाटो बन्द हुँदो रहेछ, राति यहाँ बसहरू आउँदैन। सो त्यही हो, फिलहाल चाहिँ यो। अब म डाँडा चढिदिन्छु है गाइस, डाँडाबाट कस्तो हुन्छ त्यो तपाईँहरू हेर्नु होला।
सो यो चाहिँ मलाका फिनाल यस्तै छ है। सो यहाँ अब चाहिँ यहाँ मलाका आइसकेको छौँ। यो चाहिँ एकदम पपुलर सिटी मलाका हो, देख्न सक्नुहुन्छ बवाल छ। सो अब चाहिँ म चाहिँ डाँडा चढिदिन्छु, यो माथि डाँडा उकालो, यहाँबाट सुरु हुन्छ माथि उकालो जाने। सो यहाँ टक 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 ल गाइस, फिनाल चाहिँ म चढ्दैछु डाँडा। अब यहाँबाट बवाल कति किलोमिटर, 11 किलोमिटर कम्प्लिट भइसकेको छ। अहिले चाहिँ डाँडा आइसकेका छौँ, अरू पनि रहेछ मान्छेहरू। सो त्यही हो, अब डाँडा चढेर माथि डाँडाबाट यो तलको भ्यूज कस्तो छ त्यो पनि देखाइदिनेछु है त। लेट्स सी। हो यो अन्त बवाल एक्सर्साइज या वाउ, आई फिल प्राउड यार। आम्मामा एक्लै यार बाँदर जसरी आइयो। सो मलाकाको वान अफ द पपुलर भनेको त्यो हो, एकछिनमा आउँछ है त्यो, स्विट माथि चढ्छ। मान्छे आएपछि म एकछिनमा देखाइदिन्छु त्यो खै के गरे माथि आयो भने त्यो देखाइदिन्छु है त। सो अहिले फिनाल चाहिँ म यो माथि डाँडासम्म जान्छु, के कस्तो रहेछ देखाइदिन्छु है त। कस्तो छ माथिबाट बवाल, के कस्तो भ्यू छ म सर्लक्कै तपाईँहरूलाई देखाइदिन्छु कस्तो छ। राति पनि झिलिमिली रहेछ, कोही मान्छे छैन त है माया टोक्ने। म एक्लै हो क्या माथि आएको हो यार, म एक्लै हो। डर पो लाग्ला जस्तो भयो त माया कसम, भुत आउँदैन नि कतै। यसको डर आउनु हुँदैन, नेपालीको छोरा पो त यार। हाय 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 टक 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 है। ओके रहेछ यार, कोही कोही मान्छे डराइरहेको थियो। ल यो चाहिँ माथिको भ्यू छ। सो यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ। ल खासै खतरा भ्यू चाहिँ छैन है, यस्तो छ। ल अब चाहिँ म यताबाट हुँदै, यो भित्र त जान्न डर लाग्यो, यहाँबाट हुँदै म तल झर्छु। ल फाइनली डन, यो डाँडा पनि चढेँ होइन, यो डाँडा चाहिँ बवाल छ। सो अब चाहिँ म तल झर्छु। अब यो चियर पार्क घुम्छु, के कस्तो रहेछ यहाँको इन्भाइरोमेन्ट देखाउँछु। अनि त्यसपछि चाहिँ म बिस्तारै फर्किन्छु, किनकि यहाँ मान्छेहरू भर्खर चढ्दो रहेछ, देख्न सक्नुहुन्छ। ल अब एकछिनमा भेट्छु है त। ल फिनाल चाहिँ यहाँनिर बजार लाग्दो रहेछ खतरा तरिकाले। मसाज जाने के हो यस्तोतिर खानापिना, आमामा तालको छ यहाँनिर। सो त्यही हो बवाल रहेछ यहाँनिर चाहिँ बजार। अब के खाने हो, चिलपिल खाने चिजहरू टट्टपुट्ट सबै रहेछ, कपडा यतातिर होइन। बजार त्यति साह्रो चलबल खासै के पढायो के उड्न लाग्यो यस्तो झोला सोला बवाल है। अब के खाने म, खाने चिज यसो टक्क खाम जस्तो लाग्यो भने चाहिँ खानिदिउँ ल, लागेन भने त्यही हो। तरुणहरू कति राम्री हो। ल क्याउले के हो यो, बवाल छ अरे त। ए केटीहरू किन हाँसेको भन्नु, मेरो कानको भुत के अरे, मेरो कानमा त्यो एउटा फुल छ नि त, हो त्यो फुल देखेर हाँसेको रहेछ यार। बल्ल थाहा भयो यहाँको मान्छेहरू होइन, टक्क लाएर मेरो कानको फुल देख्दो रहेछ अनि ओहो भनेर हाँस्दो रहेछ यार। ल ठिक छ, यतिको हाँसो चाहिँ बनाउनै पर्छ, यतिको बनाएन भने फेरि हुँदैन नि फेरि। ओहो पर्फ्युमहरू त यता रहेछ, ओ परसम्म हिँडौँ अब, किनकि भर्खर 13 किलोमिटर भइरहेको छ नि त, 14-15 अलिकति छ, त्यो पनि पुरा गरिदिनुपर्छ। यता पर्फ्युम, ओहो यो चाहिँ के हो यस्तो, ओहो मैले खोजेको यो हो यार, यो चाहिँ एउटा लगेर खानुपर्छ। ट्याक्क लाएर फलफुल छ नि त, के चाहिँ लाएर कुन चाहिँ फलफुल बेटर छ काटेर राखेको रहेछ। ए यो चाहिँ खानु पर्यो, एक्सक्युज मी, यो चाहिँ खानुपर्छ। यो खाऊँ कि यो खाऊँ, कुन चाहिँ बेटर छ बवाल रहेछ, तर यो चाहिँ खाऊँ। यो चाहिँ के हो खानेकुरा। एक्सक्युज मी, क्यान आई हेभ दिस वान।
यो चाहिँ खाइदिनु पर्छ फ्लावर डु यु लाइक माई फ्लावर न सो फिलहाल चाहिँ यो खानुपर्ने भयो टक्क किनिदियो बिजनेस गरिदिनु पऱ्यो नि त अनि लास्टमा फिलहाल चाहिँ के भयो भने चाहिँ यहाँको मान्छेहरूलाई चाहिँ बल्ल एउटा ट्रिटमेन्ट आयो के कानमा फुल लगाएर आएको होइन केटीहरू त मक्खै के फुल भनेपछि त्यही भएको कारणले केटीहरूलाई महँगो होइन केटा हो फुल दिने कुरा गर्नु फुल भएपछि केटी मक्खै हुँदो रहेछ मेरो कानको फुल देखेर होइन कति केटीहरू कस्तो मक्ख भएर हेरिरहेको हुन्छ कि आमा यो रहेछ नि त भर्खर थाहा भयो या ल अब म खान्छु ल एकछिन त्यसपछि भेटाउँला नाइटमा चाहिँ बवाल छ यता बवाल छ यता देख्न सक्नुहुन्छ के भन्छ चिर देख्न सक्नुहुन्छ यस्तो हो नि त नाइट चिल लाइफ भने सो यहाँ चाहिँ बवाल बवाल छ सब बियर तान्दै चिलमा हो नि त यस्तो हो नि त सो अब चाहिँ म फिलहाल उताबाट निस्किसक्यो हेर्न सक्नुहुन्छ ल हेर यस्तो छ रात नाइटको भ्युज क्यामेरा खत्तम भयो क्या मात्र डेन्जर यहाँनिर चाहिँ यसो मेन गरी चाहिँ यसो आफ्नो जिएफलाई ल्याएर चाहिँ चिल गर्ने ठाउँ हो क्या आनन्द बियर तान्ने हेर यहाँ टक्क बिचरा दुईजना चाहिँ बोयफ्रेन्ड पिडित रहेछ यताहरू चाहिँ सबै कम्प्लिट रहेछ क्या अरे ठिकै छ पीडित पनि हुनुपर्छ म जस्तै गर्लफ्रेन्ड पीडित होइन यता चाहिँ साथी रहेछ ल ठिक छ यहाँनिर सबै खाली छ कोही छैन मेरो लागि होला एक दिन मेरो गर्लफ्रेन्ड भएपछि बसेर खाउँ ल अहिलेलाई छैन के गर्नु होइन अहिले हिँडौँ सुई पारेर बुढीमा अरे नि हेर्दै रहेछ दुईजना सोल्टी आउँदो रहेछ ठिकै छ अफर सफर चलिरहेछ कसले के देखाइरहेछ भन्ने कुरा हामीलाई थाहा छैन गाह्रो छ गाह्रो ओहो नाइटको लाइफ त बवाल छ यार सो अब चाहिँ माको त भइसक्यो फर्केर आउँदैछु त्यहाँ अघि देख्नु अघि क्यामेरा पुगेको छ क्या क्यामेरै कस्तो ब्लर भएर आइरहेको रहेछ ठिकै छ अझै छ त्यस्तो कुराहरू धेरै ओहो क्युटी